भर्खरै नि गुड मर्निङ गाइस। गुड मर्निङ गाइस। नौबहिनी गाउँपालिकामा तपाईहरुलाई स्वागत छ। अहिले म चाहिँ यहाँ जङ्गलमा छु, नौबहिनी गाउँपालिकाको। यस्तो छ गाइस। अब दाउरा पाइएनन् करे हेर्नुहोस्, के अरे आगो बाल्ने के लिएर दुस्मी पाइएन। अनि फेरि म त आइडियाको मास्टर रुम हेर्नुहोस् गाइस। अनि आओ यो आओ, यो चाहिँ हाम्रो लिमस जस्तो आओ। आइडियाको मास्टर त खोजिहाल्छ यस्तो कुरा त फ्याट फ्याट। त्यही भएर तपाईँहरू पनि आइडियाको मास्टर हुने भए रामप्रसाद आयु भण्डारीको चाहिँ युट्युब च्यानल हेर्नु होला। कसरी सर्भाइभ गर्ने भन्ने टाइप भिडियोहरू पाइन्छ त्यहाँनिर मिस्टर आयु भण्डारीकोमा गाइस। आयु बोल्दैन यार। यस्तै छ जिन्दगी बुझाउ तिम्रो मन छ भने छतिर छैन भने नहेर मतिर पानको पातैले माया बिजायो अर्को रातैले। यस्तै छ जिन्दगी बुझाउ तिम्रो मन, यस्तै छ जिन्दगी बुझाउ तिम्रो मन के भन्नु चिया खाना पर्यो, पानी खाना पर्यो, त्यो चाहियो हेर्नुहोस् गाइस। है प्लिज सब्सक्राइब माई च्यानल @IU_ON_THE_GO। खाना पकाउनु पर्यो हेर्नुहोस्। अस्ति बल्ल सफा गरेको गाइस, कस्तो कालो भएको थियो। यो भइहाल्छ क्या, त्यो गरेर आज चाहिँ नजिकै पानी छ नि त, त्यो आनन्दले सफा गरेर राख्दा रहेछ। सही भयो गाइस। आज क्याप्सिकम र मासु खाने हो गाइस। यहाँबाट यस्तो बोर्ड भेट्यो काट्नको लागि। पिकनिकहरू यताउता आउँछ क्या मान्छे, तल प्युठानको बिजुवारतिरको मान्छेहरू गाइस। फोहोर चाहिँ एकै ठाउँ राख्नुपर्छ गाइस। अहिले फाल्नुपर्छ, एकै ठाउँ राखेर उता गएर कुहिने फुलको चाहिँ तनाव हुँदैन हेर्नुहोस् गाइस। जङ्गलमा आएर प्लास्टिक चाहिँ नफाल्नु होला। हजुरले मेरो ठाउँ प्लास्टिक देख्यो भने मलाई यसो काम लाग्ने चिजहरू हो, म लैहाल्छु नि होइन, किनकि प्लास्टिक मलाई चाहिन्छ। पछि भाँडोहरू कालो हुन्छ।
अनि प्लास्टिकभित्र भाँडो हाल्नुपर्छ हेर्नुहोस्, त्यही भएर म चाहिँ लिउँछु र लान्छु पनि होइन, घरमा गएर चाहिँ त्यसको समाधान गर्छु होइन। तपाईँहरू पनि यसरी जङ्गलमा आएर आफूले खाएका कुराहरू, कुहिने बाहेकका कुराहरू चाहिँ नफाल्नु होला होइन, फोहोर नगर्नु होला। जङ्गल पछि आए तल हुन्छ हेर्नुहोस्, यो नेचुरल चिज हो होइन, प्रकृतिसँग रमाउन पाउँदा। यसलाई हामीले विनाश गऱ्यो भने त हुँदैन हेर्नुहोस्, आएर प्लास्टिक फाल्ने, बोतल फाल्ने काम नगरिदिनु होला गाइस होइन। क्याम्पिङ गर्दा पनि विचार गर्नु होला, मौसममा अहिले आगो लाउने मौसम हो, आगोहरू निभाइदिनु होला। भन्न चाहे म यो प्युठानको नौबहिनी गाउँपालिकाबाट नौबहिनी अहिले म लसुन काट्दैछु हेर्नुहोस् गाइस, प्याज काटियो। आज चाहिँ अलि मिठो पकाएर खाने हो गाइस, हिजो चाहिँ खासै खाइएन, एउटा सुक्खा रोटी खाएर सुतेको हो हेर्नुहोस्। अब त्यो चाहिँ हिजोको भिडियो हेर्नेले थाहा पाउनुहुन्छ होइन, पहिलाको भिडियो यसको फर्स्ट सिरिज हेर्नेले थाहा पाउनुहुन्छ, फर्स्ट डे हेर्नेले। आज चाहिँ फेरि मिठो पकाएर खाएर चिटिक्क खसीको मासु लिएको छ, खसीभन्दा पनि बोका। तेल खोलियो, अब तेल लान गाह्रो हुन्छ माथि हुन्छ। खाना पकाउनु पऱ्यो गाइस, प्रकारले पकाउने अनि यसको चाहिँ अर्कोमा सिफ्ट गर्ने, यस्तो प्रकारले पकाउने अर्को भाँडो छैन, यो भाँडोमा अप्ठ्यारो हुन्छ हेर्नुहोस्। चलाउने भाँडो बनाइएन यार, चलाउनु त पऱ्यो गाइस। यस्तो बनाएर ल्याइयो र अब सफा त अलि गर्नुपर्छ, तत्काललाई यसले मासु हेर्नुहोस् खसीको हाफ बोइल गरिएको थिएँ, किनकि यो अलिक पुरानोमा 2 दिन अगाडि किनेको थियो, हाफ बोइल गरिसक्दा त्यसो बिग्रेको पनि जान्छ, छिटो पाक्छ, अलि एक चाहिँ जान्छ भन्ने कुरो हो। आनन्द छ गाइस, शान्त छ, एउटा दुईवटा माथि गोठहरू छ, कुकुरहरू पो आएको आवाज आउँछ, भोटे कुकुर छन् 2-3 यो एरियामा।
यहाँ तल छ बत्तीस रहेछ क्या लाइट कटेजहरू फेरि ठुलो आगोमा पनि पकाउनु हुने हेर्नुहोस् त्यो प्याज होइन ठिक्कको आगोमा पकाउनुपर्छ गाइस बल्ल राम्रो मिठो हुन्छ के तपाईँले कहिले मासु र क्याप्सिकम ट्राई गर्नुभएको छ मैले चाहिँ एक दुईपल्ट गरेको छु घरतिर चाहिँ मिठो हुन्छ ट्राई गर्नुहोला अझ ट्रेकिङ हिँड्नेहरू धेरै हिँड्नुपर्ने मान्छेहरू चाहिँ खालि मासुमा चाहिँ निर्भर नरहनु होला भन्न चाहेँ म गाई खासै हावा लाग्दैन हेर्नुहोस् होइन माथि चाहिँ बिजोक छ अब आजको बसाइ चाहिँ बेलुकाको चाहिँ त्यहाँ टप हावा लाग्छ भन्ने कुरो आयो दाउरा अलिक अभाव रहेछ कि गोठहरू छन् त्यो भन्दा चाहिँ दाउराहरू सब लिएर हालेको छ हेर्नुहोस् सबभन्दा गाह्रो काम हो यो मसला कुट्ने काम चाहिँ जङ्गलमा आएर ढुङ्गा पनि छैन कतितिर ढुङ्गा पिख्यौँ भने अब यसमा पिस्नुपर्छ यसरी पाल्दैछ हेर्नुहोस् क्याप्सिकम र बोकाको मासु पाल्दैछ यसरी यो भित्रै गरोस् बिस्तार भन्ने चिज हालिदिनु पर्यो राइस अब तर हाल्नुपर्छ अब चाहिँ त्यो मासु पाक्दैछ गाइस बवाल बनिरहेको छ मासु चाहिँ मासु र क्याप्सिकम हरियो र
पानी त हाल्नु पऱ्यो गाइस। खाना तरकारी पाक्यो हेर्नुहोस्। भात पकाइदिनु पऱ्यो गाइस। गाइस अब चाहिँ सामानहरू प्याक गर्छु। अलिअलि ढिला हुन लागिसक्यो, 10 बजिसक्यो है। ल गाइस, खाना चाहिँ पकाइयो हैन, पाक्यो, 10 पनि बज्यो। अब चाहिँ हेर्नु पर्छ, हेर्नुहोस् भात खानु पर्यो, हेर्नु पर्यो गाइस। राम्रो पाके जस्तो छैन, गिले भयो जस्तो लाग्छ गाइस।
भगवान्। मजा आयो गाइस, भात चाहिँ बवाल मिठो भयो। यहाँ गाड्नु पर्दैन, यत्रो लामो छ। मान्छे त्यहाँ आलु खान लागिरहेको छ, आलु खाने मान्छेहरूले। लामो यात्रा अब सामान प्याक गर्नु पर्यो। त्यसो हेर्नुहोस् गाइस, सामान प्याक गर्नु पर्यो। हतियार हो हेर्नुहोस्, भनेको हँसियाहरू।
यात्रा सुरु भयो गाइज 12 बज्यो पानी नआयो भने त्यो भन्ने हो माथि यो हाम्रो माथि अस्ति 4 जना मान्छे चट्टाङ लगाएर मरेछन् हेर्नुस् रमाइलो छ ठाउँ ल यो चाहिँ पुरै आलुबारी हो खेती गरेका छन् लास्ट पानी आइसक्यो होइन सन्तोष छैन अब पानी लान पर्यो माथि पुग्ने हो पानी हाउला जस्तो छ पानी माथि पाइँदैन हेर्नुहोस् गाइज 10 लिटर पानी बोकेर एउटा हातमा हिँडिरहेको छु हेर्नुहोस् यस्तो छ गिरेन नि किन तलबाट ल्याएको थिएँ किनेर कतिलाई बत्तलमा बोक्ने होइन पानी चाहिन्छ हेर्नुहोस् हेर्नुहोस् यो रियल सर्भाइभल यति पानी बोकेर 10 लिटर हातमा उचालेर लगभग 25 किलो बोकेर जान सक्छ यसरी ठाडो उकालोमा म कोठीभिरको यात्रामा छु कोठीभिर प्युठान बागलुङ रोल्पा को सिमाना हो यो डाँडो 3600 मिटरभन्दा माथि छ यो यस्तो छ गाइज हेर्नुहोस् बाटो एकदम ख्याल गरेर हिँड्नुपर्छ यस्तो ठाउँमा हेर्नुहोस् पानी पर्न खोज्दैछ रात पर्न लागिरहेछ मौसम यस्तो छ यात्रा अगाडि बढिरहेछ रोल्पा जाने बाटो यो रोल्पा जाने बाटो यही हो हेर्नुहोस् त्यहाँ उता रोल्पा गइन्छ ल हेर्नुहोस् कोठीभिर कोठीभिरमा यस्तो छ गाइज कसै जाने अझै टाइम लाग्छ हेर्नुहोस् हुस्छु
भरेर पानी आउला जस्तो छ टेन्ट हाल्नुपर्ने तनाव छ गाइज आज ल हेर्नुहोस् गाइज टपमा आइयो तर अझै फेरि हिँड्नुपर्छ छेउमा आइयो रात पर्दैछ गाइज 5:30 भयो अझै कति लाग्ने यो यो ठुलो कोठी भनेको जेठी कोठी भनेको टपमा बस्ने भनेको अब भएन गाइज आज उहीँ पानी छोडेर आएँ म गाइज माथि यो ए ओसिनै पऱ्यो यार छ्या तल एउटा उठा त्यहाँ गएर बस्नु पऱ्यो गाइज माफ गर्नुलाई गाइज होइन आज त टेन्ट हालेर बस्नु सकेँ होइन ए आज खाना पकाउनु पनि गाह्रो छ गाइज यस्तो छ बाहिर असिरा पानी हिउँ बिजोग छ गाइज बिजोग ल गाइज आजलाई चाहिँ अब खाना पकाउन सकेन अब यत्तिकै केही खानेकुराहरू लिएको छु त्यही खाएर सुत्नु पऱ्यो है कोठीवीरको यात्रा हेर्नलाई तपाईँ अझै अर्को हप्ता कुर्नुपर्नेछ भोलिको भिडियो हेर्नको लागि है किप टच